21 गते फागुन 2082 संसदीय निर्वाचनको दिन फुर्सदको समयमा मैले आमडाँडादेखि गुप्तेश्वरसम्म हिँडेर बनाएको एउटा भिडियो तपाईहरुका लागि। वाच इट। हेलो, म अहिले पञ्चकन्या थान आमडाँडामा छु। आज फागुन 21 गते चुनावको दिन बिहान भोट हालेर म चाहिँ भोट हाम्रो मतदान केन्द्रबाट थोरै माथि पञ्चकन्याको थानमा आएका छौँ र यहाँ पछाडि देख्न सकिन्छ हाम्रो मतदान केन्द्र पनि तल छ र यो ठाउँ पहिला एकदमै जात्रा लाग्ने, हामी जात्रा हेर्न आउने ठाउँ हो। धेरै वर्षपछि आज पञ्चकन्याको दर्शन गर्ने अवसर मिल्यो। बिहान केही तुवालो जस्तो देखिएको छ। अब यो अहिले अलिकति सुक्खा सिजन भएको कारणले यहाँबाट देखिने दृश्यहरू थोरै सुक्खा देखिन्छ, होइन भने बर्खायाममा यहाँबाट निकै सुन्दर दृश्यहरू हामी देख्न सक्छौँ। म 7:30 बजे भोट हालिसकेर बिस्तारै यहाँबाट करिब 4 किलोमिटरभन्दा पनि बढी माथि डाँडोमा उक्लिँदैछु। यो सडक मार्गले छोएको बाटो भए पनि म पुरानो बाटो पछ्याउँदै हिँडिरहेको छु। यो पुरानो गाउँका मान्छेहरूले घाँस दाउरा गर्ने बाटो हो। म अहिले एउटा चौतारोमा छु। यो चौतारोको बर अलि निकै पहिला सारिएको र पिपल अलि पछि रहेको जस्तो देखिन्छ र यसको छेउमा एउटा आँपको रुख छ जुन फल्नका लागि बेसरी फुलिरहेको छ। र यो चौतारोमा पुरानो बाटोमा लगाइएको चौतारोमा तलतिरबाट आउने बाटो र अब यहाँ अगाडि बढ्ने बाटो चाहिँ खासै देखिँदैन। योभन्दा माथि सडक खनिएको छ र त्यो सडक खनेर फालिएको ढुङ्गा माटो, यसमा ढुङ्गा माटोले पहिला पुरानो बाटो पुरै पुरिसकेको र माटो पखालिएर ढुङ्गा मात्रै देखिन्छ। म बाटो पत्ता लगाउँदै आइरहेको छु। अब हेरौँ यहाँबाट माथि सडकमा निक्लिने बाटो पक्कै म पत्ता लगाउने छु। असुराको फुल, हामी यसलाई असुरो भन्छौँ र यसको यो फुल्ने सिजन हो। घरती गाउँको टपमा आइपुगेको छु। अब यहाँबाट चाहिँ दायाँ बायाँ सबैतिर एकदमै सुन्दर दृश्य देखिन्छ। आज तुवालोले अलि समस्या बनाएर मात्रै म घरती गाउँबाट अगाडि बढिसकेको छु। यो चोक, यो बाटो गुप्तेश्वर जाने बाटो हो भने, गुप्तेश्वर हुँदै सुनौला बजार जाने हो बाटो भने यो बाटो जल्किनी खाल्डे जाने बाटो पर्यो। यो बाटो पनि जान चाहिँ सुनौला बजार जान सकिन्छ घुमेर। तर म भने पुरानो बाटो, जुन बाटो हिँडेर गुप्तेश्वर, धादिङ, सुनौला बजार गरिन्थ्यो
र सुनौला बजारको सदरमुकाम सुनौला बजार हुँदा धादिङको सदरमुकाम सुनौला बजार हुँदा प्रशासकीय मान्छेहरू हिँड्ने बाटो हिँड्दैछु म चाहिँ। पाखै पहेँलो यो करिब यो चिसो ठाउँमै पर्छ। अब बेसीबाट म निकै माथि आइसकेको छ र यो ठाउँमा चाहिँ लेकको फिल हुने ठाउँ हो यो। यहाँ चाहिँ पाखो पहेँलै फुल्या रहेछ। भनै खायो डढेलोले मनै खायो निर्मोहीको पापी मायाले भनेर गीत गा चाहिँ। डढेलो लागेको रात देखिया वन देखेरै गीत गा हुनुपर्छ। सबतिर डढेलो लागेको छ। डाँडा पाखामा अहिले यो डढेलो लाग्ने सिजन हो। म हिँडिरहेको बाटो नै अलमोस्ट डढेलो नै कालो बनाइसकेको छ। यो गल्सी गाउँपालिका वडा नम्बर 3 को सहित कुम्पुर पनि देखिएको छ। मैले गुप्तेश्वर गुफाको नजिक आइपुगेको छु। यस, म गुप्तेश्वर परिसरको नजिक आइपुगेको छु। आमडाँडाको बाटो घरती गाउँ हुँदै आउने पट्टिको भागबाट निर्माण गरिएको यो संरचना हिँड्ने सुन्दर सिँढी र यहाँ एउटा शौचालयको व्यवस्था गरिएको छ यताबाट आउने मान्छेहरूलाई सजिलो होस् भनेर। र गुप्तेश्वर गल्छी 3 को पाखामा पर्छ भने यो अहिले देखेको पाखो चाहिँ खाल्डेपट्टि हो। र यो बाटो त्यहाँबाट घुम्दै सुनौला बजार र हामी त्यहाँबाट झऱ्यौँ भने गल्छी निक्लिने बाटो हो। र सुनौला बजार जाने यहाँको स्थानीय बाटो चाहिँ यो रहेको छ। अहिले सुनिरहेको आवाज भमराको हो।
यो अगाडिको फुलमा भमरा 2टा भमरा बसिरहेको थियो र म आइसी उडेको छ तर यो वरिपरि नै घुमिरहेछ। यो हो यसलाई हामी स्थानीय भाषामा धङ्गेरो भन्छौँ। यो धेरै ठुलो रुख त हुँदैन, योभन्दा ठुलो चाहिँ हुन्छ तर यो सिजनमा फुल्ने सिजन हो, यो फुल्नै लागिरहेछ। यसको फुलबाट हामी बच्चामा यो फुल चुस्दा गुलियो रस आउँछ र हामी यो बच्चामा चुसेर खाने गर्थ्यौँ। सानो भयो नि अत्यन्त चाम्रो काठ मानिन्छ यो धङ्गेराको र कोही मान्छे केही भन्दा नि नमान्ने चाम्रो किसिमको भयो भने कस्तो धँगेरा काठ जस्तो भन्ने पनि हाम्रोतिर चलन छ। यो धँगेरो फुल्ने बेला हुँदैछ यो अब चाहिँ केही समयमा फुलेर यो रस हामी यसको बच्चामा रस खुब चुसेर खान्थ्यौँ। फाइनल्ली आई एम अन द टप। यता सुनौला बजार पर्छ भने नीलकण्ठ नगरपालिका त्यहाँसम्म छ भने यसरी फर्किँदा यो गल्छीपट्टि हो र म अहिले टपमा आइपुगेको छु। फाइनल्ली गुप्तेश्वरी डाँडामा आइपुग्दा साह्रै सुन्दर दृश्य छ। यहाँ यो धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि यहाँ प्रदेश सरकार स्थानीय सरकारले निकै ठुलो मेहनत गरेर निकै लगानी पनि गरेको छ र फाइनल्ली म यहाँ आइपुगेको छु। अब यहाँ बसेर केही समय थके मारेपछि अब ओह्रालो झर्नुपर्छ र तपाईँ देख्न सक्नुहुन्छ यो सुनौला बजार जाने बाटो, सुन्दर पहाडहरू र अहिले यो तुवालोको कारणले नदेखि यो एङ्गलबाट हिमाल देखिन्छ यहाँबाट। अब यो रमणीय डाँडोबाट यही सिँढीको बाटो हुँदै फेरि मतदान स्थलतर्फ जानुपर्छ र यहाँ एउटा भाइ भेटियो डाँडोमा, उसले भनेको छ कि यहाँ गुफामा एकजना बाबा हुनुहुन्छ ध्यान गरेर बस्नु भएको, बाबालाई चाहिँ नि भेट्नु पऱ्यो गएर। यो गुप्तेश्वर गुफाको ठिक माथि नयाँ बनेको संरचना हो भने पुरानो बाटो यहाँबाट गुप्तेश्वर गुफा जाने चाहिँ यो थियो। गोरेटो बाटो हुँदै यो तल रुख भएको ठाउँमा गुफा हो र बेसीबाट आउने जानका लागि सिँढीको निर्माण गरिएको छ। धेरै तलसम्म हामी देख्न सक्छौँ र अहिले चाहिँ सिधा जाने बाटो चाहिँ यो हो भने हामी घुमेर परको सिँढीबाट ओर्लिन जाने बाटो चाहिँ यो रहेको छ। म पुरानो बाटो गुफा जाँदैछु र यो छङ्गाछुर भिर यो चाहिँ अहिले डढेलो लगाइसके भएर यो एकदम खुल्ला देखिएको छ। ढुङ्गा मात्रै देखिन्छ भने यो बर्खापछि चाहिँ यसमा निकै हरियाली देखिन्छ। अहिले बिहान 11 बजेको छ र म गुप्तेश्वर माथि डाँडोबाट गुप्तेश्वर गुफा जाने बाटोमा छु र बिहान मतदान गरिसकेपछि खासै अब आज त फुर्सदको दिन भयो। गुप्तेश्वरको डाँडो एक्लै हिँडेर आएर घाम चाहिँ बडा चर्को थियो र अहिले यति यो मिठो यहाँ हावा चलिरहेछ। यो एक त चिसो नै ठाउँ पनि हो र माथि आउँदा जुन थकाइ लागेको थियो, जुन पसिनाले जिउ भिजेको थियो, पसिना सुकिसकेपछि अब चाहिँ तलतिर झर्दा यो यति मिठो यति यो राम्रो अनुभव भइरहेछ कि चिसो हावा चलिरहेछ होइन। यो अब लाइफमा मान्छेको जिन्दगीमा खुसी केमा लिने भन्ने कुरा हो होइन। खुसी चाहिँ अब अरूलाई अरू चिजमा होला, मलाई चाहिँ एक्लै यो डाँडा काँडा घुमेर यसरी हिँड्दा पनि एउटा खुसी हुन्छु म होइन। त्यसैले आफू जेमा खुसी भइन्छ त्यो काम त गर्नै पर्यो। त्यसैले म अन द वेमा छु। अब फेरि यहाँबाट मतदान केन्द्र फर्किने हो। यो गुप्तेश्वर मन्दिर परिसर अहिले त यो पहिला त यहाँ अलि अप्ठ्यारै अवस्था थियो, अहिले चाहिँ यो निकै राम्रो लगानी गरेर निर्माण गरिसकेपछि निकै राम्रो पनि भएको छ। यो गुप्तेश्वर दर्शन लेखिएको छ
को हुनुहुन्छ यहाँ? ए दाइ, के छ हाल खबर? के गरेर आउनु भयो? ए बाबा हुनुहुन्छ? ओहो, ए बाबाहरू पनि ध्यान गरेर आउँछ यहाँ? ए ल, पिपलको बोटमा चौतारो चाहिँ बडा राम्रो भएछ है चाहिँ। ल, यहाँ चाहिँ हाम्रो यहाँ दाइ आउनु भएको छ र एकजना बाबा यहाँ हाम्रो गुफामा, यो चाहिँ गुप्तेश्वर गुफाको मूलद्वार हो र एकजना बाबा चाहिँ हुनुहुन्छ भनेर अघि। ए बाबाजी नमस्कार, के छ तपाईँ ध्यान गरेर बस्नु भयो? यो चाहिँ हाम्रो गुफाको मूलद्वार हो र यहाँबाट छिरेर तल्लोपट्टि निक्लिने छ। ल बिर्सिनु भयो? हेत्तेरिका, बिर्सिनु त ठिकै हो। ल म एकजना चाहिँ हाम्रो काइनलाई, उहाँ चाहिँ हाम्रो एरियामा घर छाउने ढुङ्गा काट्ने मान्छे, एकदम फेमस मान्छे उहाँ काइनलाई। म चाहिँ छोटेटार सिरानहरू बाजे कान्छो छोरो। म तपाईँलाई अस्ति नै पनि एक दिन हामी हिँडेर आएको थियौँ। यस्तो काट्ने ढुङ्गा होइन? यसो कति हुन्छ? यसको इन्तजाम कति गर्छ? गोटा हुन्छ? कति वर्ष? 67 वर्ष हुनुभयो? 67 वर्ष त के बुढो हुन्थ्यो र? के कति वर्ष ढुङ्गा चाहिँ कति वर्ष काट्नुभयो तपाईँले? 15-20 वर्षै काट्नुभयो है? अहिले पनि काट्नु यस्तो ठाउँमा ढुङ्गा त प्रशस्तै होला है? ढुङ्गा त किन गाडी आउनु के अरे मिसन आउँदैन। मान्छे नै जानु पर्यो ठुलो ठाउँमा दुई ठाउँको छ त्यहाँ जग्गा होइन? ए हजुर। मलाई भन्नु म जानु फुर्सदै भएन। ए म जाँदा खाने कि जानु मात्रै खाएर त भएन नि त, यसो काम पनि गरेर राम्रै हुन्छ त होइन। अब कोही छ कोही छ एक्लै घरमा त कोही छैन। छोरा छोरी बुहारी छोरा नाति नाति बुढी कोही छैन। म एक्लै हो। ए हजुर। त्यो बोलेर हाँस्यौँ बाबुलाई थाहै हुन्छ भने यहाँ तब गरेर नि जाने हो। नभए बस उतै ल्याएर पाल्यो नि। बस्तु कतिवटा छ? जर्सी बाख्रा छ ए 4 बाख्रा छन्। लान्छ नि। ठिक छ ठिक छ, के फरक परेर त्यो त। अब चाहिँ नि तपाईँले जमाना सोच्नु भएको थियो त यस्तो बाटो बन्ला गोर्खाको भनेर है? यो बाटो त स्वर्गै बनायो अहिले त। खर्च त राम्रै गरेको छ। राम्रो मलाई के भयो किन नि? यहाँ यो पर काट्यो मैले होइन? हजुर होइन त। बाँदरले खाइदिएपछि त सिद्धिको वर्षभरि मेहनत गर्यो, यो दिन बाँदर खाइदिइहाल्छ। बाबु राजा ठिक छ हजुरको मैले 100 रुपियाँ छोडेर आएँ। हजुर हजुर हो त्यस्तै गर्दा अब गरी खाओस् न यसो होइन? हो नि ध्यान गरेर बस्छु भन्छ के? हो नि होइन ध्यान गर्नु हो। यस्तो घाटा नाटा सबै यसो ए हो र? हामीले यस्तो कुरो गऱ्यो भने चाहिँ अहिले ठाउँ पकाएर अहिले त के भएर राम्रो बनाइदिइहाल्यो। पहिला पो अप्ठ्यारो थियो त। अहिले त किन म चाहिँ सुन्नु पर्छ त्यहीँ गयो। सुन्नु पर्छ त्यहीँ भइगयो। सुत्दैन हो। हजुर लुगा लाउँदैन अहिले कुरो सबै थाहा है। गाउँमा कसरी गर्दैन? अब घरमा छैन। छोराहरू 3 भाइ छोरा छन्। बाहिर कता पुरा थाहै छैन है। हजुर 5 बहिनी छोरी छ। 8वटा आउँछ गइहाल्छ। आउँछ। ए बा किन बसिरहेको? यहाँ पनि मजा होला। कता नभन् गाउँमा जाने कि कहाँ जाने भने होइन? लडी बुढो खानु पुग्ने सधैँ 2 हलमा कमायो भने हाम्रो खानु पुगिहाल्छ। खानु पुगिहाल्छ होइन र? खानु त मिठो भन्न पाइन्छ। म त फेरि घुरासम्म हजुर फेरि उनीहरू काट्नु गएँ कहाँ कहाँ छन्। अब मलाई के छ? म त खोज्दैन।
गयो जो बाँचे होइन र अब त मर्छ अहिले भयो त आफ्नो भइसक्यो होइन म जाने बाटो त्यहाँबाट देखिएको छ त्यहाँबाट त्यहाँ हुँदै मतदान केन्द्र जानुपर्छ त्यो डाँडोमा मतदान केन्द्र छ अहिले म कोर्थोकमा छु अहिले म गुप्तेश्वरीबाट तलतिर झरेर कोर्थोक आइपुगेको छु कोर्थोकको चौतारोबाट तल आइपुगेको छु र यो कोर्थोक दलित समुदाय पहिला अब अहिले दलित समुदाय र पहिला सार्की समुदायको बसोबास भएको यो क्षेत्र अब रमणीय चाहिँ अत्यन्तै रमणीय ठाउँमा चिसो हावा पानी राम्रो ठाउँमा पर्छ तर अब यो अलिकता बेसीबाट टाढा भएकोले यहाँ बसोबास चाहिँ खास एक दुईजना एउटा दुईवटा मात्रै घर बाँकी रहेछ सबै सरिसक्नु भएको छ यहाँबाट तलतिर र यहाँ सबै हामी देख्न सक्छौँ अधिकांश जग्गाहरू बाँझो अवस्थामा छ र यहाँ जब यो यहाँ बसोबास थियो यहाँ निकै यहाँ यो समुदायको बसोबास बाक्लो भएको बेलामा यहाँ बाटो चाहिँ अप्ठ्यारो थियो भने अब बिस्तारै यो समुदायको मान्छेहरू यहाँ बस्न छोडे तर बाटोको सुविधा यति राम्रो भयो कि अब यहाँ सडक पनि छ र अब हिँडेर पैदल हिँड्ने बाटो त अब यही हो मैले हिँडिरहेको बाटो हो यो पुरै स्लेट छापिएको छ महाले गाउँको ठिक माथि छ यसलाई रिट्ठाको फेदमै भनिन्छ र यहाँ चौतारो छ अब सिँढी सकिएको छ र अब चाहिँ रेगुलर बाटो हामी रेगुलर बाटोमा चाहिँ अब म यतापट्टि जाने हो फाइनल्ली रोडमा आइपुग्यो अब यो बाटो हुँदै यहाँबाट झरेर यो ठुलो बाटोमा मिसिएर म जान्छु पर्लो डाँडो हो अब भने तेर्सै हिँड्ने आरामसँग हिँड्ने यो किसिमले हेऱ्यो भने एकदमै ढुङ्गाको पहाड छ दायाँ बायाँ सबैतिर ढुङ्गाभन्दा केही देखिँदैन तर इन्ट्रेस्टिङ कुरा के छ भने यहाँ हामीले यो पानीको मूल देख्न सक्छौँ यहाँ माथि जङ्गल पनि छैन खास केही पनि छैन तैपनि यहाँबाट पानीको मूल देख्न सकिन्छ र यहाँ मात्रै होइन यो पानी यहाँ बगेर आएको छ र यो पाखोमा पुरै पानी रसाएर आएको देख्न सकिएको छ भने यो माथिबाट पनि पानी चाहिँ यहाँबाट पनि पानी रसाएर आएको देख्न सकिन्छ यो फागुन महिनाको 21 गते यति पहाडमा यो पानी बगिरहेको देख्नु भने यो एउटा अचम्मकै कुरा पनि छ र तर यो पानीको कुनै संरक्षण गरेर खानेपानीको रूपमा प्रयोग गरेर चाहिँ पाइएको छैन यहाँ फाइनल्ली फेरि मतदान केन्द्र नजिक हिँडेर आइयो पसिना बगाउँदै ल भाइ तल पुग्नुभयो सँगसँगै आइयो गाउँबाट हाम्रो डाँडा फेरि आइपुग्यो।